हेलो साथीहरू सबैजनालाई नमस्कार छ मेरो मिनी भ्लगमा। हामी हिजो नन्दागिरी घुम्न गएका छौँ साथीहरू है। त्यहाँ घुम्दाखेरि यति राम्रो थियो साथीहरू, हाम्रो नेपालको जस्तै ठाउँ। तर म एउटा नेपाली झन्डा लिएर गएको थिएँ त्यो ठाउँमा घुम्दाखेरि। त्यहाँको यताउता हेर्दाखेरि ठाउँहरू यति राम्रो थियो साथीहरू होइन। यो पहाडको बाटो छ, यहाँ तल बाटोबाट यति धेरै माथि उचाइ जानु पर्थ्यो साथीहरू है। त्यो माथि जहाँ देखिएको ढुङ्गा थियो त्यो ढुङ्गासम्म जानु पर्थ्यो साथीहरू। तर हामी चाहिँ हिँडेरै गएका थियौँ त्यहाँ बाटोबाट। तर त्यो बाटोबाट यताउता केही पनि छैन साथीहरू, सानसाना घर छन्, अरू केही पनि छैन। यति धेरै सुन्दर ठाउँ छ साथीहरू है। यता हेर्दा ढुङ्गा, उताखेर ढुङ्गा। त्यहाँतिर फेरि त्यहाँको मान्छेले यस्तो गाईहरू पनि पालेका थिए, अलिकति थियो नजिक छेउछाउमा। हामी त्यहाँबाट अलिकति अगाडि बढिसकेपछि यहाँनिर एउटा सानो एउटा दोकान आउँछ है। त्यहाँ दोकान आइसकेपछि यो यहाँनिरको उभिएको अङ्कलले मलाई सोध्छ, कहाँबाट हो तँ, किन आइआएछ यहाँ, के भिडियो बनाइरहेछस्, त्यो झन्डा किन ल्याएस् भनेर यो अङ्कलले, यो चायको दोकानको अङ्कलले भनिरहन्छ मलाई है। मैले भन्दाखेरि उहाँलाई भन्छु कि घुम्न आएको म, यसो अलिकति भिडियो मात्रै बनाएको सर भनेर भनेको थिएँ मैले त्यसलाई। तर देखाएको थिएन। त्योभन्दा पछि मैले उताको दोकानको साइडलाई मात्रै देखाएको थिएँ। यहाँनिर हाम्रो नेपालीहरू केही सामानहरू किनिरहेको थियो, केटाकेटीलाई खानेकुराहरू। त्यहाँबाट फेरि यहाँ हाम्रो यो संस्थाको साथीहरू टन्नै बसेका थिए है साथीहरू। हामी उहाँसँग भन्दा अलिकति म अगाडि बढेँ तिनीहरूलाई छोडेर, तिनीहरूसँग अलिकति केही कुरा पनि गरेँ। साथीहरू त्यहाँ चस्मा किन्न लागेका थिए एक दुईजनाहरू। त्यहाँबाट फेरि म सिधा अगाडि गर्दै गएँ। अगाडि बढ्दै गइसकेपछि म त्यो उता साइडको मन्दिरको तलसम्म पुगेँ। त्यहाँसम्म पुगिसकेपछि त्यहाँनिर हाम्रो अध्यक्षज्यू, इन्चार्जज्यू त्यहाँ हुनुहुन्थ्यो र उहाँहरू पनि अगाडि हिँड्दै हुनुहुन्थ्यो। म चाहिँ पछाडि भिडियो बनाउँदै हिँडिरहेको थिएँ। त्यसै गरी अखानी जाँदाखेरि साथीहरू त्यहाँसम्म गयौँ। त्यहाँबाट गइसकेपछि साथीहरूले मेरो हातबाट झन्डा मागेका थिए साथीहरूलाई है। त्यहाँनिर पहिल्यैदेखि झन्डा दिनु भन्नुभएको थियो। मैले दिएको थिएन, म भिडियो बनाउन लाग्छु, एकैछिनपछि झन्डा दिन्छु भनेर मैले उहाँनीहरूलाई अगाडि पठाएको थिएँ। अनि त्यहाँभन्दा अलि अगाडि गइसकेपछि म साथीहरूलाई बोलाइसकेपछि साथीहरूले सुनेन। नसुनेपछि म अझै अगाडि गएँ। अलि अगाडि गइसकेपछि साथीहरू पनि भेटिए है। भेटिसकेपछि मैले त्यहाँनिर अनि साथीहरूलाई पनि सोधेँ। अनि त्यहाँबाट साथीहरूले केही भन्नु भएन। त्यहाँभन्दा अलि अगाडि गइसकेपछि है साथीहरू, हाम्रो केटाहरू भेटिएका थिए। हाम्रो केटाहरू भेटिसकेपछि अनि त्यहाँ हाम्रो प्रवासी नेपाली सङ्घका साथीहरू पनि थिए। त्यस पछाडि मैले साथीलाई झन्डा दिएँ। झन्डा दिइसकेपछि साथीहरू है झन्डा लिएर अगाडि गइसक्यो, उठाउँदै माथि उठाउँदै अगाडि गइसक्यो झन्डा पाएँ भनेर खुसी भएर। म फेरि त्यहाँबाट तिनीहरूलाई अलिकति झन्डा देखाउँदै अनि आफ्नो क्यामेरालाई, पछाडिको क्यामेरालाई अगाडि बनाउँदै मैले माथिको त्यो डाँडामा जानुपर्छ भनेर मैले साथीहरूलाई भनेपछि साथीहरूले नि माथि जानुपर्छ भन्नुभयो। यहाँ हाम्रो इन्चार्जजीले हाई भन्नुभयो। यता हाम्रो क्यामेराम्यान हुन्छ, यता अध्यक्षजीले पनि सलाम छ सर भन्नुभयो है। ल माथि जाने कि नै भनेर सोधेपछि ल बिस्तारै जाने भन्नुभयो। त्यहाँबाट फेरि मैले पछाडिको क्यामेरा बनाइसकेपछि अनि केटाहरू यहाँनिर भिडियोहरू बनाउँदै झन्डा उठाउँदै, हाम्रो यता जङ्गर सर हुनुहुन्थ्यो है। सबै साथीहरूले ल एउटा हाम्रो पनि भिडियो बनाउनुपर्छ भनिसकेपछि साथीहरू त्यहाँ एउटा नेपालीको पहिचान बनाउने भनेर साथीहरू सबैले झन्डा उठाउनु भयो। मैले पनि अनि अखानिको क्यामेरा बनाएर मैले पनि ल ठिकै छ सबैजनालाई है स्वागत छ भनेर भनिसकेपछि सबै साथीहरू त्यहाँनिर सबै जम्मा हुनुभएको थियो। अनि भेला भइसकेपछि म पछाडिको क्यामेरा बनाएर म अगाडितर्फ बढेँ है। माथिको तर्फ बढ्दाखेरि सबै साथीहरूले झन्डा उठाएर त्यहीँनिरै उभिरहेका थिए। तर म त्योभन्दा अलिकति केही माथि गएँ। माथि गइसकेपछि साथीहरू है, यहाँ थुप्रै साथीहरू हुनुहुन्थ्यो है, थुप्रै ठाउँको मान्छे हुनुहुन्थ्यो, नेपाली धेरै। अनि यहाँको चाहिँ इन्डियाको मान्छेहरू पनि थुप्रै जानुभएको थियो। हिजो सन्डे पनि परेको थियो साथीहरू। त्यसैले गर्दा म यो सिडीबाट धेरै माथि गएँ। यताउताको साइड देखाउँदै धेरै माथि गइसकेपछि साथीहरू मलाई अलिकति थाक पनि लाग्यो है। थाक पनि लागिसकेपछि पानी प्यास पनि लाग्यो। तर मसँग पानी चाहिँ थिएन साथीहरू होइन। त्यहाँनिर कसैसँग पानी पनि मागेन। हाम्रो नेपाली दाइहरूले मादल ल्याएर आउनु भएको थियो, तिनीहरू घुमेर माथि आएर तल आइसकेका थिए साथीहरू होइन।
त्यहाँबाट म एकदमै माथि गएँ, माथि जाने धेरै थियो तपाईँको है। समथिसम त्यहाँ तलबाट तपाईँको त्यहाँ माथि जानुपर्ने 2 किलोमिटर चाहिँ त्यहाँबाट मैले फेरि ब्याक क्यामेरा बनाएर फेरि पछाडिको क्यामेरालाई अन गरेँ। अनि त्यहाँबाट फेरि पछि अनि अगाडिको क्यामेरा अन गरेर म चाहिँ ब्याक साइड हिँड्न पुगेँ है, किनकि मैले ब्याक साइडबाट पनि सबैलाई देखेको छु। तर त्यहाँनिर चाहिँ देशीहरूले मलाई धेरै नै हेरिरहेका थिए है, कसैले त सोधेका पनि थिए कहाँबाट हो भनेर साथीहरू होइन। त्यहाँबाट म धेरै अगाडि पुगेँ। अगाडि गइसकेपछि त्यहाँनिर एकदमै राम्रो ठुलो ढुङ्गा के, यो ढुङ्गा यस्तो छ कि तलदेखि माथिसम्म तपाईँको सक्लक्क एउटै ढुङ्गा छ क्या, 2 किलोमिटर माथिसम्म तपाईँको एउटै ढुङ्गा छ। त्यहाँसम्म पुगिसकेपछि त्यहाँबाट फेरि मैले अगाडिको सेल्फी क्यामेरा बनाइसकेँ। मेरो